हेलो एभ्रिवान, हजुरहरूलाई चाहिँ यो डल्ले च्याउको सब्जी कतिको मनपर्छ। मैले चाहिँ आज यो पकाउन लागेको। अनि तेल हालेर खुर्सानी, उम्रेको चना मटरहरू सबै हाल्ने, अनि यसरी च्याउला हालेर मजाले फ्राई गर्नुपर्छ। म चाहिँ यसरी नै गर्छु। हजुरहरूले चाहिँ कसरी गर्नुहुन्छ आफ्नो आफ्नो रेसिपी हुन्छ होइन। यस्तरी मजाले चलाएँ, नुन बेसार सबै हालिदिने, अनि मजाले छोपेर पकाएपछि यस्तो हुन्छ। यस्तो भएको थियो मेरो चाहिँ। अनि मलाई चाहिँ यत्तिकै पनि मनपर्छ डल्ले च्याउ चाहिँ। अनि हाम्रो सरलाई कस्तो भयो भनेर चाख्नलाई म जे पकाउँदा पनि दिने गरेको थिएँ। अनि कस्तो भयो भनेको एकदम मिठो भयो वाउ भन्नुहुँदै थियो। त्यसपछि मैले नि चाखेँ, एकदम मिठो लाग्यो होइन। अनि मलाई चाहिँ ग्रेभी चाहिएको थियो खानासँग खान, अनि दाल थिएन नि त। अनि प्याज हालेर फेरि तेलहरू हालेर अनि मसला अलिकति हालेर टमाटर हाल्ने, टमाटर हालेर मजाले चलाउने, त्यसपछि नुन हाल्ने, तेजपत्ता हाल्ने, अनि मजाले टमाटर पाकेपछि त्यसलाई अनि फेरि अघि भुटेको हामीले च्याउको सब्जी हाल्ने, अनि हल्का पानी हाल्ने। पानी चाहिँ अब हल्का ग्रेभी कति खाने हो त्यति हो। हामीलाई चाहिँ दुईजनालाई भयो। अनि लप्सीको अचार लगाएको थिएँ मैले, त्यही ठिक पारेँ। अनि हामी दुईजनालाई खाना ठिक पारेँ। यस्तो भएको थियो, मिठो भएको थियो है। हस् बाई।